यदि तपाईहरु पनि म र मेरो छोरा जस्तै घर छोड्दै नछोड्ने हुनुहुन्छ भने चाहिँ यसो मेरो छोराको भिडियो हेर्नु ल। डिप्रेशन मतलब वो अलग ही लेवल का बंदा था। हेलो नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ धेरै समयपछि यसो आज भिडियो बनाउँदै छु। आज चाहिँ हामी किनभने घुम्न आएका थियौं। घरमा मात्र बस्दा बस्दा बोर भएर हामी चाहिँ आज फ्यामिली नै यसो बाहिरतिर जाउँ न त भनेर आको। खासै त्यस्तो राम्रो ठाउँमा त आको हैन, किनकि नो मनी नो हनी। त्यही पनि यो ठाउँ चाहिँ अब हाम्रो लागि रिजर्भै गर्छ है, राम्रै छ है, ठिकै छ, सुहाउँछ नै। हामी 3 जना मात्रै हो। अनि त्यसपछि देख्न सक्नुहुन्छ यो चाहिँ रुकुम खलंगा भाइरल पोलमा चाहिँ हामी भाइरल हुन आको, तर थाहा छैन खोइ कसले पो भाइरल गराउँछ। यतातिर हुनुहुन्छ मेरो छोरा अनि मेरो हस्बेन्ड। उहाँहरू चाहिँ बल खेल्दै जानु हुँदैछ के, किनभने उहाँहरू बच्चै हुनुहुन्छ नि त, नाबालकहरू। त्यसपछि हामी साथीहरू मास्ति र डाँडातिर जाँदै थियौं। माथि पुगेपछि त ओहो वरिपरिको भ्यू त स्वर्गै जस्तो देखिने है। यतातिर मान्छे पनि एकदमै आइरहेको थियो, किन होला भनेको त यस्तै फोटो खिच्नलाई मात्र आएको थियो रहेछ। हामीलाई लागेको थियो मास्तिर मेलै छ कि के हो जस्तो फिल भएको थियो सुरुमा हिँड्दाखेरि चाहिँ। पछि चाहिँ हामी पुगिसकेपछि आउने जाने भइरहेको थियो। आज चाहिँ शनिबार हो, त्यही भएर पनि होला सायद सबैजना आएको चिसो हावा खान जस्तो लागेको थियो। अनि म चाहिँ यतैतिर यसो भिडियो गराउँदै थिएँ। छोरा त अगाडि गएर लडिगएछ। अनि चाहिँ मैले गएर झ्याप्प गएर उठ छोरा उठ भन्दै ल्याएँ। अनि ऊ चाहिँ ए गरेर रोइरहेको थियो हैन। के गर्नु त बच्चा यस्तै हो, के गर्नु भाइ हो। अब राम्रो ठाउँमा अलिक राम्रो ठाउँमा जाउँ भने नो मनी नो हनी भन्ने तपाईहरुलाई थाहै होला। त्यही पनि यहाँनिर हामी खासमा घुम्नै भनेर पनि आएको हैन, अरु कामले नै आएको थियौं। त्यही भएर आएको टाइममा यस्तो घुम्दिउ न त कति बस्ने हो र भनेर मात्र हो। कहिलेकाहीँ यसो मान्छेहरू फ्रेस पनि हुनुपर्छ क्या, त्यही भएर हामी चाहिँ आएको। अनि त्यसपछि यो भाइरल पोलमा चाहिँ मैले लास्ट भिडियो बनाएको। अहिले चाहिँ हामी यसो रुमतिर जाँदैछौँ। अनि तपाईहरु नआएको मान्छेलाई कस्तो लाग्यो यो ठाउँ कृपया कमेन्ट गर्नु होला। अनि आइरहेको यतै बसिरहेको मान्छेहरूलाई चाहिँ राम्रै लाग्ला, तर मलाई चाहिँ खासै त मन पर्दैन। यो भन्दा राम्रो ठाउँ धेरै छन् के अरु यो रुकुममा। त्यही भएर मलाई यो ठाउँ खासै ठिक लाग्दैन, त्यही पनि राम्रै छ, स्वादिलै छ भन्दै साथीहरू अब मेरो भिडियोको अन्त्य चाहिँ मैले यही गर्नुपर्ने हुन्छ, किनभने धेरै बोल्नमा आउँदैन।